Okay guys, now we are heading to Sinti Jharna and we are on the way. These two friends are coming and here you can see two guys are here. Oh, it's beautiful panorama, beautiful views. Dr. Lily, how do you feel? Yeah. Are you happy to come here? Yes. Yeah. Hello, Surya sir. Hello. How are you? How do you feel? I feel just excited. Okay. And here two guys are coming here. We are very happy. Oh, I'm okay. also very happy. Let's go, guys. If you are really interested to visit here or want to hike, sure you come here. Okay, if you are tired, then you can sit here. There's the place to sit. And these guys are taking water. Okay. This is eating apple. These wood is, I think they are preparing something. मेरो त यो त पानी परेर जस्तै छ यो है जति बेला पनि आइरहन्छु मलाई त केही समस्या भएन उहाँ सरहरूलाई सोध्छु अनि हिँड्नको समस्या भन्दा पनि यहाँ आइसकेपछि चाहिँ कस्तो अनुभव भइरहेछ? मलाई त सधैँ चाहिँ हिजो पनि आएको थिएँ पानी भएर त्यस्तै हो निकै लेट हो गर्मी पर्दैछ चितवनमा अत्यधिक गर्मी नारायणघाट बजार भरतपुर टाढी यी सबै ठाउँमा गर्मी महसुस भयो भने प्राकृतिक रूपमा चिसो वातावरणमा रमाउनका लागि यो चाहिँ सिन्ती झरना कालिका नगरपालिकाको वडा नम्बर 9 मा पर्छ सिन्ती झरना यहाँ आउनलाई मस्त छ रमाइलो छ अहिले पनि यहाँ रुखहरू हेर्नुभयो भने हल्लिरहेछ हावाले चिसो मौसम यहाँ राम्रो मान्छेहरू चाहिँ यहाँ आउँछन् धन्यवाद। अनि के छ अनुभव सुनाउनुहोस्? धेरै समयपछि आयो म त यो कालिका नगरपालिकाको नै भाग रहेछ खुसी लाग्यो मैले त के सोचिरहेको थिएँ यो के अरे हाम्रो परीक्षा कामना गाउँपालिकामा पर्छ कि चिसो हावा गर्मी लागे सँगसँगै चिसो हावा चाहिँ एकदमै रमाइलो लाग्यो मलाई अबको दिनमा गर्मी लाग्दाखेरिको अवस्थामा फेरि पनि हामी यहाँ आउनेछौँ आज त हामी एकदमै ब्युटिफुल लेडी लिलीसँग आयौँ दिदीको नाम भनि त? मेरो नाम अब के छैन। दिदी यो कुन ठाउँ हो? यो ठाउँलाई के भन्छ? सिन्ती झरना। सिन्ती झरना। अब यहाँदेखि कति टाढा छ? 10 मिनेट हिँड्नेलाई। 10 मिनेट हिँड्नेलाई है? ए जस नजिकै हामी पुगिसक्यो होइन? पुगिसक्यो। अब यहाँ चाहिँ जस्तो यहाँ मैले 2-4 घरहरू देखिरहेको छु, यहाँ होटल पनि छ होइन? अब यहाँ खाना बस्नुहरू पनि पाइन्छ कि अथवा के छ यहाँ? खाजाहरू, पानीहरू, बिस्कुटहरू, चिसोहरू पाइन्छ। भनेपछि हामी तलैबाट त्यसरी बोकेर ल्याउनु परेन? परेन, यही पाउँछ।
यहाँ के पाउँछ भन्नु त? चाउचाउ, बिस्कुट, के अरे चक्कर, आफूलाई खान सकेछ लोकल रक्सी, हजुर छाङ्गु, बियरहरू पनि पाउँछ। ल धन्यवाद। जग्गा नि छुट्याउन गाह्रो चाहिँ कालिका नगरपालिकाभित्र पर्ने रहेछ है यो। यो हो नि त खासियत, हाइकिङ गर्नुको मजा यही हो। तपाईँ साँच्चीकै हाइकिङ पनि गर्न चाहनुहुन्छ भने कृपया अवश्य आउनु होला सिन्धी झरना। के माछा मार लाग्नु भएको? गङ्गटा आउँछ है? कति 1 किलो जति पुग्छ? ए हे ल हेर्नुहोस् है, गजबले गङ्गटा। आहा ल टन्नै बनाउनुहोस् है, हामी आउँछौँ यही बाटो। यो हो नि त सिनारी। हेर्नुहोस् है, हामी यस्तो ठाउँ जाँदैछौँ। यो ठाउँमा साथीहरू अगाडि बढिरहेका छौँ। के हो यो? अत्यन्तै मिठो हुन्छ। यो चाहिँ यसको चाहिँ यो तलपट्टिको चाहिँ एकदम गुलियो हुन्छ क्या, चराहरू चाहिँ मौरीहरूले यो चाहिँ प्राय खान्छन्। अब यसलाई चाहिँ यो प्रेसर हाई भएको बिरामीहरूले यसलाई चाहिँ यसको यो पातलाई अचार स्टाइलले या एकदम चाहिँ यसलाई फ्राई गरेर खायो भने यो तितो हुन्छ, तर प्रेसरको बिरामीहरूलाई एकदम राम्रो। अनि यो खाँदाखेरि एकदम मिठो छ। म त यो असुरोको पात हो, यो हाम्रो गाउँघरमा पनि पाइन्छ यो। अनि यसको एउटा राम्रो विशेषता भनेको यो जहाँ रोप्यो भने त्यो ठाउँ चाहिँ मलै मल हुन्छ क्या। जुन ठाउँमा जुन चाहिँ खेतमा मलिलो माटो छैन, त्यसमा चाहिँ मलहरू छैन भने, मलजल छैन भने यो रोपेर अलि चाहिँ केही वर्ष रोपिदियो भने त्यो माटो पुरै उब्जनी योग्य हुन्छ। त्यस कारणले पनि यसको असुरोको एउटा बेग्लै महत्त्व छ। धन्यवाद। डाँडा काँडामा मजाले बाख्राहरू चर्ने गर्दछन्। हामी बाख्रा चराउन आउनुभएको हो? कतिवटा बाख्रा छन्? ए हजुरको घर यतै हो तलपट्टि? ए हजुर। ए दोकान त बन्द रहेछ। ए ल हामी लाग्यो है। हस्। हामी अर्को प्रतीक्षालयमा आइपुगेका छौँ। त्यति बेला साथीहरू प्रतीक्षालयमा सुस्ताइरहेका छन्। धेरै जसो पहाडी इलाकामा हामीले यस्तो यो पानी घट्टा देख्न सक्छौँ। यो पनि यहाँ यस क्षेत्रको लागि पानी घट्टा रहेको छ। यसलाई यसरी सुरक्षित बनाएर राखिएको छ। र यहाँ माथिबाट यो पानी आउँछ। यो पानी आएपछि यो पानीलाई यसरी पानी घट्टामा राखेर धान मकैहरू पिन्ने गरिन्छ। पानी घट्टा आइपुग्न लाग्यौँ सिन्धी झरना।
यति बेला सिन्ती झरना गयो कपडा फेरि ठाउँ। कपडा फेर्ने ठाउँ जथाभावी फोहोर नगरौँ, आफ्नो सामानको सुरक्षा आफै गर्नु। त्यही पनि oh, it's really amazing. Wow. Hello guys. यति बेला सिन्ती झरना ल हेर्नुहोस् है सिन्ती झरना। सिन्ती झरना यो हो सिन्ती झरना। यो कालिका नगरपालिकामा 3वटा ठुला झरनाहरू छन्। झरनाहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कालिका नगरपालिकाले यो सिन्ती झरनालाई अलिकति बढी प्राथमिकतामा राखेको छ। अर्को गैरीबारी छ, त्यो पनि राम्रै प्राथमिकतामा परेर त्यसका पूर्वाधारहरू पनि निर्माण भइरहेको छ। यो सर्र तपाईँले अहिले देखिरहनु भएको यो सिन्ती झरना हो। यो चाहिँ बर्सातको बेला ठुलो झरना, माथिबाट पोखरा चाहिँ पानीको पोखरा चाहिँ ठुल्ठुला पोखराहरू निस्किन्छन्। हामी जुन ठाउँमा छौँ यहाँ पनि पानीको पोखराले टक्क यहाँसम्म भिजाउँछ। तर अहिले अब चैत लाग्दैछ, पानीका मुहानहरू सुक्दैछन्। त्यसले गर्दाखेरि अलि यो देखिएको चाहिँ पानीको चाहिँ योभन्दा अब अलिकता अझै पानी चाहिँ घट्छ। तर यो झरनामा पानी नै पुरै सुक्ने भन्ने चाहिँ हुँदैन। यो एकदमै पर्यटकीय गन्तव्यको राम्रो सम्भावना छ। यहाँ विभिन्न ठाउँबाट पर्यटकहरू घुम्नका लागि, रमाइलो गर्नका लागि, नुहाउनका लागि आउँछन्। अहिले पनि यहाँ चिसो अनुभूति भइरहेको छ। साइडमा चाहिँ हामी यो चाहिँ एउटा सानो चाहिँ यहाँ गुफा स्टाइलको पनि देख्छौँ। यो चाहिँ यो चमेराहरू बस्छ है। यहाँ चमेराहरू बस्ने हिसाबले पनि यो चाहिँ एउटा सिन्ती झरनाको स्वरूप